यो स्वर्ग जाने बाटो सुन्दा अचम्म लाग्न सक्छ। मरेपछिको स्वर्गको त थाहा भएन, तर नमरिकन देख्न सकिने स्वर्गको कुरा गर्दैछु म। डोल्पा जिल्लामा अवस्थित नेपालको सबैभन्दा गहिरो ताल सेफोक्सुन्डो ताल। पोखरादेखि सेफोक्सुन्डोसम्म एक्लै कसरी यात्रा गरेँ सबै देखाउनेछु यस भिडियोमा। नमस्ते सबैजना, सन्चै आरामै हुनुहुन्छ होला। म छु अहिले पोखरा एयरपोर्ट। पोखरा इन्टरनेसनल एयरपोर्ट होइन कि पोखराको पुरानो एयरपोर्ट भनौँ। यहाँबाट चाहिँ हुने रहेछ फ्लाइट। धन्नै उता गएर बसेको, कसो हिजो बेलुका नै फोन आएको थियो, हाम्रो पुरानो एयरपोर्टबाट हुन्छ है सर भन्नु थियो। टिकट चाहिँ 9 बजी देखाइरहेको थियो, 6 बजी आइपुग्नु होला। भर्खरै नेपालगञ्ज एयरपोर्टमा ल्यान्डिङ भयो। जुफालको लागि भनेको डोल्पाको लागि टिकट चाहिँ बिहानको चाहिँ गइसकेछ। भोलिको लागि पनि छैन अरे। हेरौँ पाइयो भने प्लेनमै चल्ने हो, भएन भने चाहिँ अब बस खोज्न जानु पर्ला। आजको दिन नेपालगञ्जमै बिताउनु पर्ने भयो। एयरपोर्ट नजिकै बुटल होटल एन्ड लजमा बास बसे। नेपालगञ्ज एयरपोर्टबाट डोल्पा जुफाल एयरपोर्टको लागि प्लेन उड्ने तयारीमा छ। आज 2वटा फ्लाइट हुँदैछ, समिट एयर र नेपाल एयरलाइन्सको। कसो मैले चाहिँ अघिल्लो दिनमै नेपाल एयरलाइन्सको एउटा टिकट चाहिँ पाएँ। यस रुटमा टिकट पाउन भने मुस्किल नै रहेछ। घाम राम्रोसँग उदाउन नपाउँदै हाम्रो प्लेन उड्यो। सानो प्लेन ठुल्ठुला पहाडहरूको बिचबाट उड्दैछ। मलाई चाहिँ डर भन्दा पनि एक्साइटमेन्ट चाहिँ अझै बढ्दैछ। नमस्ते, एउटा मिठाई मात्रै दिएर टार्नुभयो। एनिवे, सेफ ल्यान्डिङ भयो, त्यही नै ठुलो कुरा हो। डाँडाको टुप्पामा सानो एयरपोर्ट, सानो रनवे। पाइलटको स्किललाई चाहिँ मान्नै पर्छ। अब यहाँबाट बाहिर निस्किएर जिप समातेर डोल्पाको सदरमुकाम दुनैभन्दा थोरै अगाडि सिलुगढी भन्ने ठाउँ छ, त्यहाँसम्म चाहिँ जिपमा जानुपर्ने हुन्छ, जहाँबाट मेरो ट्रेक स्टार्ट हुनेछ। ल है आइयो भर्खर जुफाल एयरपोर्टमा झरेर अब बाहिर निस्केको। यसो खाजा नास्ता केही खान भयो भने थियो।
जिप आउने यहीँसम्म रहेछ यही जिपमा आज हामी ट्याक्कै 5 जना अरू साथीहरू भेट्यो 6 जना जानु रहेछ पर पर्सन 500 रुपियाँ अब यहाँबाट ट्रेक स्टार्ट हुन्छ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा प्रवेश गरिसकेको छु। यहाँ टिकट काउन्टर छ। यहाँ इन्ट्री गराएर टिकट काट्नुपर्ने हुन्छ। पर पर्सन 100 रुपैयाँ। यो तपाईँ हाम्रै सुरक्षाको लागि हो। हेलो दाइ यो के हो नि के ल्याउनु भएको ए घाँस हो ए हजुर ए जिपको ड्राइभर दाइले राजु होटलमा फोन गरेर खाना अर्डर गरिदिनु भएको थियो। पुग्ने बेलामा खाना लगभग रेडी रहेछ। खाना खाएर एकैछिन आराम गर्नेछु, त्यसपछि फेरि बाटो लाग्नेछु। घाम टिलिक्कै टल्केको छ। खाना खाएर हिँड्न अल्छी त लाग्ने नै भयो। तर अब भने जति अगाडि बढ्दै गयो त्यति राम्रो भ्यू देखिनेवाला छ। जति अघि बढ्यो उति राम्रो भ्यू। खोलाको पानी यति पवित्र देखिन्छ कि खोला तर्दा पनि पाप पो लाग्ने हो कि जस्तो लाग्छ। छेक्पा आइपुगेँ म। अब 4:30 जति भयो होला। रेन्ची पुग्न त गाह्रै पर्छ। अब आज म यो छेक्पामै बस्नु पर्ला। अब एकछिनमा फेरि अँध्यारो नि हुन्छ, धेरै हिँड्न नि हुन्न। भोलि फोक्सुन्डो लेक पुग्नलाई 7 घन्टा ठिकै छ। भोलि 7 घन्टा हिँडेर फोक्सुन्डो लेक पुग्नु पर्ला। अब आजलाई के अरे छेक्पामै बस्ने कुरो भयो। अब सक्दिनँ हिँड्न, गाह्रो भइसक्यो अब त। गुड मर्निङ फ्रम छेक्पा। अब छेक्पाबाट भर्खरै निस्किएको, लगभग 7 बज्यो। ब्रेकफास्ट खाएर निस्किँदाखेरि अब त्यही त हो नि 7 बज्यो। अब आज चाहिँ डाइरेक्ट माथि नै पुग्ने प्लान गरेर हिँडेका छौँ। हेरौँ कहाँ पुगिन्छ। बाटोमा नयाँ साथीहरू जोडिनु भएको छ। अब सँगसँगै हिँड्छौँ होला। अहिले सोलो भनेर आयो, अनि बाटोमा 2-4 जना भेट हुनुहुन्छ। त्यस रमाइलो भइरहेछ।
where echoes remain. You were the sunrise, and I was the rain. A collision of souls, opposing करेन्ट लाग्यो करेन्ट सिस्नो रहेछ क्या मसँग पोले सिस्नो रहेछ झ्याममै छोयो हातमा Now you're gone, and I'm losing my mind, losing my mind, I'm losing my mind. Now you're gone. Why did you cut me up, bring me out, and leave me high and dry? You were the laughter that kept me alive. You were hello when I was goodbye. And amber the flicker. म चाहिँ खासै रेस्ट गरेकै छैन लगभग 7:15 कति भएको थियो यहाँबाट नन स्टप हिँडेको Losing my mind, losing my mind, losing my mind. Now you're gone. Why did you cut me up, bring me out, and leave me high and dry? क्यामेरा निकाल्छु अनि बोल्न खोज्छु केही यहाँको प्रकृतिको व्याख्या गर्ने कुनै शब्द नै फुर्दैन अनि फेरि हिँड्छु मनमा नै रमाउँदै That kept me alive. I said hold on, you said goodbye. अब चाहिँ खाना खाएर हिँड्नु पर्ला फेरि भोक लाग्छ अनि हिँड्न पनि सकिँदैन खाना खाएर हिँडेपछि इनर्जी नै आउँछ अब एकैछिन आराम गर्नु पर्यो खाना खाइन्छ त्यही हो कस्तो बोका रहेछ म चाहिँ अहिले झरना होटल नजिक आइपुगेँ अब यहाँबाट त्यो उकालो सुरु हुन अझै छान्नु पऱ्यो अझै अब 2 घन्टामा चाहिँ पुगिन्छ भन्नुभएको छ यहाँको दिदीले अब हेरौँ होइन त दिदी म 3 घन्टामा त रिङमा पुग्छु नि त्यही त हजुर हजुर अहिलेसम्म बाटो सजिलो थियो अब भने ठाडै उकालो छ अरे त्यही भएर एकछिन राम्रो रेस्ट लिएँ रेस्ट क्याम्प पनि आइपुग्यो मान्छेहरूको भनाइअनुसार आधी उकालो चाहिँ सकियो यताबाट चाहिँ मेन आएको रहेछ यत्रो ठुलो
ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ फोक्सोन्डोबाट झरेको झरना। यो झरना देख्ने बित्तिकै यो एक्सट्रिम उकालो भनेको उकालोको थकाइ सकाइ सब खर्ल्याक खुल्लो त यहीँ सिक्यो। अब यति देखेपछि अनि के चाहियो? अब चाहिँ अलिकति बाटो अप्ठ्यारो छ थोरै, त्यसपछि चाहिँ लगभग रेग्मो भ्याली फोक्सोन्डो तालको नजिकै पुगिन्छ। डर लाग्यो माई लर्ड। अरे वाह, कति राम्रो हो भने म भन्दा पनि म राम्रो होला भन्ठान्थेँ। यो झर्ना देखेपछि त म पो फेल खाएँ त। अब त्यो एउटा उकालो चाहिँ अलिकति डरलाग्दो रहेछ, नत्र लगभग उकालो चाहिँ सकियो होला। पहिला यो बाटोमा खच्चड चौरीहरू खुब खस्ने गर्थे अरे। अहिले भने ढुङ्गा छापेर ढलान गरेर अनि रेलिङ हालेर धेरै सुरक्षित बनाइएको रहेछ। यो बाटो बनाउने मान्छेलाई चाहिँ मान्नै पर्छ। अब सायद लगभग अन्तिम अलिकतिको उकालो होला, त्यस्तै फिलिङ्स आइरहेको। अब यो उकालो सकिएपछि त चाहिँ ढ्यान्टड्यान। मैले पहिला देखेको है, उहाँ हो निलो छ त। त्यही हो फोक्सोन्डो ताल। यो लेक साइड एरिया भनेको यही नै होला। अब चाहिँ बस्ने व्यवस्था गर्नुपर्छ। अलि उतापट्टि सोधेको एउटा होटलमा चाहिँ मिलाएर दिन्छु, तिहारको बेलामा खासै गेस्टहरू छैन भन्नुभएको छ। हामी चाहिँ बाटोमा आउँदै म एकजना, बाँकी 5 जना, फेरि पछाडि 2 जना गर्दाखेरि लगभग हामी 8 जना जस्तो छौँ। हेरौँ कता मिलाएर कता सुविधा छ सोध्दैछौँ। हामी 2 जना मात्रै अगाडि आइपुग्यो, अरू चाहिँ आउँदैछन् पछाडि। हाम्रोतिरको लेक साइड चाहिँ अलि व्यवस्थित हुन्थ्यो, यहाँको लेक साइड चाहिँ अलि लेक साइड भन्दा उतै रहेछ सुविधा चाहिँ। अब एकछिन हेरौँ के हुन्छ। गुड मर्निङ गाइज फ्रम फोक्सोन्डो ताल। वेदर चाहिँ अलिकति क्लाउडी छ अहिलेलाई। मलाई त जहाँसम्म लाग्छ एकछिनमा यो बादल खुल्छ होला, किनकि क्लाउड मुभ भइरहेछ। माथिबाट अलिअलि उज्यालो पनि देखिरहेछ।
वेदर खुल्ला भनेको खाजा खाँदै त डेन्जर हिउँ पऱ्यो यस्तो भयो वेदर तर दामी देखियो यो हिउँ परेर कत्रो बाग्लो पऱ्यो अहिले त आमा यो चाहिँ यो वर्षको पहिलो हिउँ रे ट्याक्कै टिकाको दिनमा अब के गर्नु अब आज नि यतै भन्नु पर्ला जस्तो पो छ त एकछिन हिउँ एकछिन परेर क्लियर भइदियो भने त मजा आउँथ्यो नत्र त अब माथि गएर त्यो वाइ सेप नहेरिकन त के फर्कनु एकछिनमा हिउँ पनि रोकियो आकाश पनि खुलेर क्लियर भयो अब भने भ्यू हेर्न निस्कनेछौँ त्यहाँदेखि यस्तो गहिरो छ यार ऊ त्यहाँदेखि हेर्नु त हो यार यति हो क्या यो भाग भनेर त्यसपछि हामी डुब्यौँ कि पान त छुनु पर्यो यार आइपुग्दाखेरि त्यो त होला भ्यू पोइन्ट भन्ने ठानेको रहेछ त्यहाँ त यहाँ जस्तो लाग्थ्यो अझै यहाँ रहेछ मेरो फेरि उहाँ देखिरहेको वाइ देखिने ठाउँसँग चाहिँ म जसै जान्छु वाइ चाहिँ देखिनु पऱ्यो के यतिले त कहाँ भयो त नि Close your eyes, hear the voice within calling. This heaven got under your skin, howling. You got the white knuckles holding on tight, keeping your feelings bottled up inside. म भर्खरै फोक्सुन्डोको भ्यू पोइन्ट 1 2 क्रस गरेर अलिकति यतापट्टि तल झरेर यो वाइ देखिने ठाउँमा आइपुगेँ यहाँबाट चाहिँ वाइ देखिँदो रहेछ लगभग यताकै निक्दै नै भयो यतापट्टिको अलिकति उता जाने बाटो चाहिँ रहेछ अब भोक लाग्छ ज्याकेट साकेट लाउँछु झार नि भयो पिसा चिल पोखरा आन्दा टाप यो फेरि हिउँ गयो त खतरा घडीमा ट्याक्कै 12 बज्यो म चाहिँ 9 बजे निस्केको टिङ्गो भ्यालीबाट अनि भ्यू पोइन्ट 1 2 अनि यहाँबाट ओह्रालो यो बाटो ओह्रालो झरेर उहाँ त्यो ढलान गरेर
बस्ने ठाउँ बनाएको रहेछ। त्यहाँदेखि अलिकति उता पुगेँ, त्यहाँ आएर अनि त्यहाँबाट चाहिँ पर्फेक्ट वाइ देखिँदो रहेछ। त्यहाँ बस्दा बस्दै मजाले हिउँ पनि पऱ्यो। त्यसपछि अहिले अब अघि हामी सँगै बसेको साथीहरू चाहिँ भर्खर त्यहाँ आइपुग्नु भयो। म चाहिँ फोटोसोटो खिचेँ अनि चलिदिएको। अब म सिधै फर्किन्छु होला। अब यहाँ बेलुका आएर बेलुकाको भ्यू पनि हेरेँ अनि बिहानमा यस्तो दामी भयो कि यस्तो मजाको हिउँ पऱ्यो नि। मैले मनमा नै हल्का मात्रै विस गरेँ हो, धेरै त्यस्तो होइन, तर हिउँ पर्दै हुन्थ्यो जस्तो लाग्थ्यो। सोचेकै जस्तो हिउँ पऱ्यो, दामी भयो। अनि हिउँ नपरेको भए त अझ बिहान 7 नबज्दै माथि आउने विचार हो। हिउँ पऱ्यो, खाजासाजा खाएर त्यहीँ बस्यो एकछिन। हिउँ बन्द भएपछि खुल्यो अनि 9 बजे हिँडेको 12 बजेसम्म घुमघाम गरेर फर्किँदैछु। अब तल गएर खाना खाएर अब अर्को साइडतिर गएर एक्सप्लोर गर्नु कि फर्कनु। खासै जताबाट हेरे पनि यही नै हो। फर्कियो भने फोक्सुन्डो लेक बाई बाई, सी यू द नभनौँ। अब फेरि आइएला नआइएला, तर धोको पुग्ने गरेर हेरेँ मैले। सेफ फोक्सुन्डोमा सरप्राइज एकजना गेस्ट भेटेको छु मैले, एकदमै हाम्रो। हेलो साथीहरू, चिन्नुभयो कि चिन्नु भएन? धेरैजनाले चिन्नुभयो होला, चिन्नु भएन भने ल मेरो नाम चाहिँ प्रकाश, युट्युबको नाम चाहिँ चाउरे भ्लग। सो चाउरे भाइ भनेर चिन्नुहुन्छ कतिपयले। पठाउ भ्लग यताउता गरिन्छ, जोस् बढी पठाउ सठाउ गरे पनि मनले चाहिँ बढी यस्तै ठाउँ घुमौँ भन्छ क्या। तपाईँहरूले अब भिडियोमा हेर्दै हुनुहुन्छ त हामीले आँखाले हेर्दाखेरि चाहिँ अलिक बढी नै खुसी छौँ। सो दाजुसँग भेट भयो, दाजु पनि एउटा शौकिन हुनुहुँदो रहेछ भिडियोको लागि, धेरै नै खुसी लाग्यो। धेरै कुराहरू सेयर भयो, सँगै गयो सँगै आइयो होइन, जोस् बबालै भयो। अनि एकअर्काको भिडियो फोटो पनि गरियो, रमाइलो भयो। अनि दाजुलाई कस्तो भयो त? मलाई त तपाईँलाई भेटेर एकदमै खुसी लाग्यो। नाइस टु मिट यु ब्रदर हैन। सी यू सुन। म अब पोखरा आयो भने हाम्रो दाजुलाई भेट्छु, चियापान गरौँला, कहिले भेटौँला, कहिले घुमाउँला, के भएन, जोस् एनी टाइम कनेक्टेड भयो। एकदम मलाई सेफ फोक्सुन्डोले जोस् मन पनि खुसी पार्यो, कनेक्सन पनि राम्रो बनायो, दाजुभाइले भेटायो। यस्तै छ जिन्दगी। ल है त चाउरे भ्लग्स यात्रा गर्नुहोस्, यसरी भेट हुन्छ, यसरी खुसी भइन्छ। सो त्यही भएर हो कि म एक्लै हिँड्ने। एक्लै हिँड्यो भने अनेक मान्छेसँग एक्लै छु भन्नै परेन। अब एक्लै बनाउनु दिएनौँ हामीले तलबाटै सोलोवाला बिचरा फिलै गर्न दिएको छैनौँ। सोलो आएको रे ग्रुपमै हिँडे हुनुहुन्छ, हामीसँगै कुराकानी अब यसमा ग्याङै गएको